मेरो हातबाट कुनै पनि पाप गर्न चाहिएन। जे हुन्छ अब भोलि बिहान ज्यान पनि छैन। कहाँ लुक्ने त म यार? कोन राम्रोसँग आवाज सुन न, बुढाउनेको कोन? बर्बाद भयो त्यसमा त। म कहाँ अब त गइन ठाउँ छैन यहाँ। कतिन यार कति सकिन खाने यार। कति बाक्ने ज्यान पनि छैन। के भगवान के गर्नु होला यार? के त भोगला नि? हजुर हुन्छ। गाडी पाइयो र अन्त अहिले आएन। के हो त पसिनै पसिना भएको थियो त? के भयो? केही भएन। सुतेको यस्तो जाडो समयमा कसरी पसिना आयो तिम्रो? पुरै पसिना देखिरहेको छु त। हात्या जस्तो छ। छैन त्यस्तो। किन त अहिले आएको? गाडी पाइयो आइहालेँ। अब घरमा आउँदा पनि किन पुरै झर्किरहेको छौ त? अचम्मै लाग्यो यार। पहिला त यस्तो कहिले थाहा पाएन। किन हो? आउँदैन भनेपछि अब आउँदैन भन्नु नि थियो, त्यही भएर भनेको। किन हो कि यताउता हेरेर उ गर्ने सुत्नु कि मलाई निद्रा लाग्छ अब। अरे कस्तो यार, तिमी आज व्यवहार अर्कै देखाइरहेछौ यार। यो सर्ट कसको हो त? यो के हो? यो के हो? यो किन हो कि यताउति हेरेको? यो सर्ट बाबुको होला। यहाँनिर मैले कपडा राखेको छु, सुत्नु अब। तर है सीता, तिमीले अलिकति आफ्नो बानी चाहिँ फरक खालको देखाए जस्तो शङ्का लागिरहेछ है मलाई। तर यो सर्ट बाबुको सर्ट कहिले थियो र यस्तो सर्ट बाबुको? मैले त कहिले देखिनँ त यस्तो सर्ट बाबुको त। खै यो के हो? खोइ छपको सुत्नु कि यो कपडा हो कि मैले कपडा राखेको छु। कपडा भयो तिमीलाई के आपत्ति भयो त? चेक गर्न त पाइयो नि। नै त्यो कपडा हो अब सुत्नु। मलाई एकचोटि चेक गर्न देऊ। गर्दैन। मलाई तिम्रो विश्वासै लागेन यार। खै तिमीले त्यस्तो भनेर हुन्छ? मलाई शङ्का लागिरहेको खै। सरी गल्ती भयो। अर्काको बुढीलाई बिगारेर सरी भन्छस्? यार मैले तिमीलाई पहिल्यैदेखि शङ्का मानिरहेको थिएँ। मैले आज यो दिन देख्नु पर्यो होइन? खै यता आओस् यहाँ। तिमीसँग पनि राम्रोसँग हिसाब किताब कुराकानी गर्नु पर्यो। को हो यो? यो मान्छे को? तिमीले आखिर यो दिन देखाएरै छोड्यो होइन? मलाई त पहिल्यैदेखि शङ्का लागिरहेको थियो तिमीलाई। यति ठुलो घात गर्छौ भन्ने कुरा थाहै थिएन कि मलाई। माफ गरिदिनु बुढा, माफ गरिदिनु। तर तिमीले यति ठुलो मलाई धोका दिन्छौ भन्ने कुरा मलाई थाहै थिएन कि। मैले तिमीमाथि यति ठुलो विश्वास गरेको थिएँ। यत्रो घर, यत्रो आफ्नो सम्पत्ति तिम्रो हातमा जिम्मा लगाएर म आफ्नो काममा हिँडेको थिएँ। तर तिमीले मलाई यति ठुलो धोका दियो होइन? बुढा माफ गरिदिनु है बुढालाई। म तपाईँले जे सजाय दिनुहुन्छ भोग्न तयार छु। अहिले रोएर हुँदैन। मलाई रिस उठिसक्यो। अहिले कसम मलाई रिस उठिसक्यो। म कसलाई काटौँ? म यसलाई काटौँ कि तिमीलाई काटौँ कि दुइटैलाई काटौँ? म
काट्नु भने आफू फस्नुहुन्छ यो काट्ने गर्ने होइन बरु भोलि हामीलाई के सजाइदिनुहुन्छ भुल्नु त हे भगवान् मलाई के पनि आइलाग्यो तर तिमी जस्ता गाउँ देश समाज बिगार्नेहरूले गर्दाखेरि नै हामी जस्तो सोझोलाई अहिले यो गति आइलाग्यो तर म कसैलाई काटमार गरेर जीवनमा आफू कुनै एउटा हत्यारा भएर म बस्न चाहन्न तिमी जस्ता पापीहरू म होइन यता आइज भाइ म राम्रो भएर मात्रै आज बाँचिस् भाइ त नत्र साला प्लिज दाइ मलाई माफ गर्नुहोस् म अबदेखि यस्तो गल्ती कहिल्यै गर्ने छैन दाइ म त जिन्दगीमा चेत्या दाइ म जस्तो सिधा मान्छे भएर त बाँचिस् भाइ यदि मेरो ठाउँमा अरू कोही मान्छे हुन्थ्यो भने त आज मर्तिस् बुझिस् त्यही भएर आइन्दादेखि यस्तो गल्ती कहिले पनि नगरिस् भाइ बुझिस् हुन्छ दाइ हुन्छ अब त भोलि हुन्छ गरिदिनुहोस् तर मैले मेरो हातबाट कुनै पनि पाप गर्न चाहिनँ जे हुन्छ अब भोलि बिहान पञ्च राखेर म यसको हिसाब किताब चाहिँ गर्नेछु जे गरी पनि मर्दा हुँ अहिले मनको रिस मनमै छ अहिले चाहिँ यो सालेलाई यहीँ बाख्राखोरमा उलेर राख्छु म यसलाई यहीँ हाम्रो बाख्राखोरमा उलेर राख्छु यसको यही सड्डी नै उलेर राख्छु यसको मुख बाँधेर यस्ता चोरहरूलाई छाड्नु हुँदैन यसैले मुख बाँधेर हलचल नगर भाइ मर्छस् कुनै केही चिज खोल केही चिज ताने यसको हात बाँध्छु मैले म त्यसै छाड्दिनँ यसैले हात बाँध्छु म यसको हात बाँधेर पछाडि गरेर बाँध्छु मैले छोड्दिनँ यसलाई म भोलि बिहान पुलिस बोलाएर पञ्च बोलाएर मात्रै म यसलाई छोड्छु त्यत्तिकै म छोड्दिनँ तर म अहिले हानमार काट चाहिँ म गर्दिनँ म पाकी छैन टर्च बाल मोबाइलको टर्च बाल यसको मुख बाँधेर हिँड लगेर यस्तै लग्ने होला टोक खोल यही बाख्राखोरमा लगेर राख्छु सालेलाई यहीँभित्रै बाख्राखोरमा आएर उठ्छ जा साले जा भित्र तालाको चाबी खान्छ ताला लगा खोइ पनि नै साला राम्रोसँग लगा ताला जिन्दगी बर्बाद गराउने मान्छेको खोइ यो चाबी यताले चाबी राखेर आफ्नो उसलाई चाहिँ खोलेर भगाउँला भन्ने सोच होला चाबी म राख्छु चल हिँड अब भित्र हिँड भित्र भोलि बिहान हुन्छ हिसाब किताबहरू